दमखोकी लाग्ने कारण र यसको रोकथामका उपायहरू। दमखोकी लाग्ने कारण र यसको रोकथामका उपायहरू। दमखोकी कसरी लाग्छ भन्ने कुरामा यहाँ मैले जानकारी दिइरहेको छु र कोषभित्रका मसिना श्वास नलीमा अवरोध आई सास फेर्न गाह्रो हुने र खोकी लागिरहने प्रकृतिको रोगलाई दमखोकी भनिन्छ। यो रोग पूर्ण रूपले निको हुन सक्दैन तर रोकथाम गर्न सकिन्छ। दमखोकी हुनका कारणहरू निम्नलिखित छन्। दमखोकी निम्नलिखित कारणले गर्दा हुन्छ। ती कारणहरू यस प्रकार रहेका छन्। त्यो हुन् 1 नम्बरमा दमखोकी पूर्ण कारण धुम्रपान हो। धुम्रपान गर्नु हुँदैन। धुम्रपान गरियो भने दमखोकी हुन्छ। र अन्य व्यक्तिले गरेको धुम्रपान पनि त्यसले असर पार्छ। अन्य व्यक्तिले गरेको धुम्रपानले पनि असर पार्ने हुँदा धुम्रपान गर्ने व्यक्तिबाट टाढै रहनु दमखोकीबाट बाँच्ने र प्रमुख कारण भयो। र विशेष गरेर धुम्रपानको कारणले दमखोकी हुने गर्दछ। घरभित्र धुवा जस्तै खाना पकाउँदा निस्केको धुवा, आगो बाल्दा निस्केको धुवा आदिलाई नियन्त्रण गर्नुपर्छ। यो हामीले खाना पकाउँदाखेरि धुवा नियन्त्रण गर्ने तरिका अपनाएर खाना पकाउने र दाउरा बाल्दा पनि धुवा नआउने दाउराहरू बाल्ने, सुकिया दाउरा प्रयोग गर्ने र गऱ्यौँ भने यो दाउराबाट आगोबाट निस्कने धुवाले धुवाले असर गर्दैन। आगोबाट निस्केको धुवाले असर गर्छ। त्यस कारणले धुवालाई नियन्त्रण गरेर मात्रै आगो पकाउने, खाना पकाउने र अन्य कामहरू गर्नुपर्छ। त्यस्तै वातावरण सफा सुस्थ राख्नुपर्छ र शुद्ध हावा भएको ठाउँमा बस्नुपर्छ। हावा शुद्ध भएको ठाउँमा गाडी निस्कने धुवा भएको ठाउँमा बस्नु हुँदैन। त्यस्तै बढी फोहोर ठाउँमा बस्नु हुँदैन। हामीहरू एकदम स्वस्थ हावा भएको ठाउँमा बस्नुपर्छ। त्यस्तै धुवाधुलो आउने स्थानमा बस्नु हुँदैन। त्यस्तै अन्य व्यक्तिले धुम्रपान मात्रै असर पार्ने, आगो बाल्दा उद्योग ननिस्कने धुवाधुलो आदिबाट रहने, वातावरणीय धुवाधुलोबाट रहने गरियो भने हामीलाई दमखोकी हुँदैन। त्यस्तै दमखोकी रोक्ने उपाय निम्नलिखित छन्। धुम्रपान नगर्ने, अरूले धुम्रपान गरेको स्थानमा पनि बस्नु हुँदैन। धुम्रपान गर्नु हुँदैन, आफूले पनि गर्नु हुँदैन, अरूले गरेको स्थानमा पनि धुम्रपान गर्ने व्यक्ति कुनै स्वस्थ व्यक्ति गएर बस्नु हुँदैन। अरूले धुम्रपान गरेको कारणले धुवाबाट पनि हामीलाई दमखोकी हुन जान्छ। त्यस कारणले गर्दाखेरि यस्तो धुवाधुलो बढी भएको ठाउँमा बस्नु हुँदैन। त्यस्तै धुम्रपान गरेको मानिसको सँगै साथमा बस्नु हुँदैन र धुम्रपान गर्नु हुँदैन। धुम्रपान गर्ने बानी एकदम नराम्रो बानी हो। यो अस्वस्थकर हुन्छ र यसले शरीरलाई फाइदा होइन, बेफाइदा गर्दछ। त्यसले धुम्रपान गर्नु उचित छैन। त्यस्तै धुवाधुलो आउने स्थानमा बस्नु हुँदैन। घरभित्र खाना पकाउँदा आगो बाल्दा निस्कने धुवालाई कम गर्न सुधारेको चुलो प्रयोग गर्नुपर्छ। सुधारेको चुलो प्रयोग गर्न सकियो भने धुवाधुलोहरू आउँदैन र यसबाट हामीलाई स्वस्थ रहन सहयोग गर्दछ। त्यस्तै वातावरणलाई सफा सुस्थ राख्नुपर्छ र शुद्ध हावा ठाउँमा बस्नुपर्छ। वातावरणलाई स्वच्छ सफा राख्नुपर्छ। वातावरण घर वरिपरि आफ्नो सरसफाइ गर्ने, त्यहाँ कुनै प्रकारको ब्याक्टेरिया भाइरसहरू आउन नदिने जस्ता कारणहरूले हामीहरू सुस्त हुन्छौँ। र घर वरिपरि सफा गर्ने, कोठा सफा गर्ने र बगैँचाहरू सफा गर्ने, त्यसले गर्दा घर वरिपरि तरकारीहरू बाली लगाउने, त्यस्तै झगडाहरू गर्ने, त्यस्तै जस्ता पानीहरू जम्न नदिने, त्यस्तै हावा बढी लाग्ने ठाउँमा बस्ने, शुद्ध हावा भएको ठाउँमा बस्ने, शुद्धिकरण तरिकाले बसियो भने शुद्ध भयो भने मात्रै हामीलाई र हामीहरू शुद्ध भयो हुँदैन, वातावरण शुद्ध भयो भने मात्र दमखोकी लाग्दैन। उद्योगमा निस्कने धुवा धुलो तथा रसायन रोक्न मास्कको प्रयोग गर्ने। मास्क प्रयोग गर्न सकियो भने पनि यसबाट हामीलाई केही हदसम्म भए पनि यो दमखोकीबाट बचाउन सकिन्छ। र उद्योगमा निस्कने धुवा धुलोबाट टाढी रहनुपर्छ र यसबाट बच्नलाई मास्कको प्रयोग गर्ने, उद्योगमा निस्कने धुवालाई कम गर्न अत्याधुनिक उपकरणका प्रयोग गर्न सकियो भने पनि
लाग्दैन, यो अर्थात् दम खोकी लाग्दैन। त्यस्तै सास फेर्न गाह्रो भई खोकी लागेमा सजिलो हुने गरी बस्ने र अस्पतालमा गई खोज्छिन्छ भने आदि गरीमा हामीलाई दम खोकी लाग्दैन। बस्ने उपाय र कामहरूको बारेमा मैले यहाँ वर्णन गरेँ।